यी युवक जसलाई प्रेमिकासँग बिहे गर्दा प्रेमिकाका परिवारले नै बलात्कार मुद्दामा फसाइदिए र 12 वर्षको जेल सजाय काटिरहेका थिए। तर जेन्जी आन्दोलनका बेला कारागारबाट भागेर उनले पुनः उनै प्रेमिकासँग बिहे गरे र अहिले पुनः कारागार फर्किएका छन्। फिल्मको कथा जस्तो लाग्ने यो घटना सप्तरीको हो। महादेवा गाउँपालिका घर भएका उनको नाम शत्रुघ्न मुखिया हो। 24 वर्षका शत्रुघ्न र 19 वर्षकी ज्योतिले 2 वर्ष अघि प्रेम विवाह गरेका थिए। तर ज्योतिका परिवारले शत्रुघ्नमाथि जबरजस्ती करणी गरेको भन्दै सप्तरी प्रहरीमा उजुरी दिए। प्रहरीले पनि ज्योतिका परिवारकै कुरा सुन्यो र चुपचाप शत्रुघ्नमाथि जबरजस्ती करणी र बाल विवाहमा मुद्दा चलाइदियो। ज्योतिले पनि परिवारको दबावमा जबरजस्ती सही छाप गर्न बाध्य भइन् र शत्रुघ्नलाई अदालतले 12 वर्षको कैद तोकिदियो। तर जेन्जी आन्दोलनका बेला शत्रुघ्न जेलबाट भागे र उनले ज्योतिसँग पुनः राजी खुसीले गाउँका भरभलादमीको रोहबरमा भदौ 26 गते स्थानीय कमलामाई मन्दिरमा बिहे गरे र अहिले उनी पुनः कारागार फर्किएका छन्। यता ज्योतिको पेटमा शत्रुघ्नको 1.5 महिनाको गर्भ समेत रहेको छ। तर अझै ज्योतिका परिवारले उनीहरूको बिहे स्वीकार गरेका छैनन्। प्रेम गरेर बिहे गर्दा श्रीमानलाई जेल पठाउनु पर्ने देशको कानूनले उनलाई झनै पीडित बनाएको छ। न्यायका लागि उच्च अदालत जनकपुर पुगेकी उनले न्यायका लागि पहल गरिदिन सबैमा आग्रह गरेकी छिन्।